बाख्रालाई एकछिन है म अलिक माथि चढेर देखाउँछु लु बाख्राहरूलाई चाहिँ घाँसै हाल्दैछ न अरे यहाँनिर असितले सुँगुरलाई चारो मात्रै हाल्दैछ हो बिचरा यिनीहरू पनि निन्द्रामै घाँस खाने भयो अब म त यति हिँड्दा गोलेर मरे त काटेर खाइदिइहाल्नु न एक वर्ष 2 वर्ष भयो लु मम्मीले बाख्रा सुटुक्क दिँदैछ अरे गाईसहरू सुनिराख्नु है पापालाई थाहा नपाइकन बेचिदिन्छु भन्दैछ मम्मीले बाख्रा हाम्रो मम्मीले के भन्दैछ पापालाई थाहा नपाइ बाख्रा बेचिदिन्छु भन्दैछ यहाँ सब्जी पाक्दैछ हाम्रो घरमा सानो बोका ल्यायो बुढाले त्यो मौले चाहिँ बेच्नु भयो नबेच्नु न किन बेच्नु राख्नु न मौ बाख्रा अनि म चाहिँ के गर्नु त्यो नभर नजाब ल्याउँछ 1 वर्ष भइसक्यो हेलो गाइस हाम्रोतिर चाहिँ यहाँनिर चाहिँ हावापानी पो आउनु आँट्यो त हौ सरङ सिरिङ गरेर सबै हल्लाएर त अहिले त छैन त हौ पानी आउँछ जस्तै गरे कि दिवाली पनि सकिगयो अन्त हाम्रो लाइटिङहरू चाहिँ यसरी यहाँतिर छ हो यहाँ अनि चाहिँ बाइक ट्राई गर्दै रहेछ खुट्टाले भेट्छस् के यहाँनिर हाम्रो घर सक्यो दिवाली पनि खत्तम भयो अब 1-2 दिन लाइटिङ रहन्छ मम्मी चाहिँ दुध बोकेर कहाँ चुलामा गाइस के गर्नु अब हाम्रोमा लाइट गइहाल्यो होइन अन्त हाम्रो जानुले चाहिँ यहाँ बाटो हिँड्नेलाई उज्यालो होस् भनेर यहाँ माथि हेर्नुहोस् त लाइट पनि लगाइदिएको छ हो यहाँ पर हिँड्ने मान्छेहरूलाई हुनु पनि यहाँनिर त हाम्रो घरमा चाहिँ नि यस्तो छ नि त यहाँ पुरा अन्ध्यारो हुन्छ क्या हो लाइटै थिएन क्या अहिले चाहिँ यो दिवालीले गर्दाखेरि चाहिँ अहिले उज्यालो भइरहेको छ हाम्रो घरमा अब यहाँ त लाइटहरू पनि बन्द भइसकेको छ दिवाली सक्यो मैं तो गर्म पानी में नहाने वाला लड़का बाथरूम में इंडियन बाथरूम में बैठने वाला ही नहीं आता यहाँनिर हेर्नुहोस् आदत डाल रहा हूँ ना क्योंकि जैसा है ठंडा पानी यहाँ द्रम दिन यस्तो उज्यालो भइरहेको छ दिवालीले गर्दाखेरि तो इसलिए है ना तो मुझे इतना ये नहीं होता है जहाँ से जैसे सेट होता हूँ वैसे ही होना पड़ता है तो हो जाता हूँ कभी भी इतना तो क्या करेंगे आज मम्मा आज ऐसा होता है ना खाना ईगो आज follow करेगा, चला जाएगा मगर लोग उसी को याद रखेगा उसी को उतना सामान देगा जिन लोगों उनका दिल में बैठता है लु हाम्रो भात यस्तै छ ऐसा तो क्रिएटर हाम्रो भिलेज ब्लग हम लोग इसलिए अब एकछिनमा नाच्नुपर्छ भात चाहिँ कहाँ पकाए चुलामा चुलामा चुला चाहिँ यहाँ छ हाम्रो ग्यास सकिहाल्यो अब कहिले पकाउने भाँडामा पनि पकाउनु पर्यो खाना यस्तै छ हाम्रो दुःख सुख बस्ती ठाउँमा यसै छ पहिला चाहिँ यस्तो पनि पकाएर खान्थ्यो अहिले चाहिँ बानी हराएछ है बानी हेर नि अब ग्यासमा पकाउँदै यहाँ पहिला त ढिप्री बत्तीमा पनि ठिकै थियो अहिले त लाइट छैन भने त लडी मर्छ है अन्जेलमा अझै लडीमा छ अहिले चाहिँ यस्तो भएको छ उज्यालो अझै लडिन्छ यहाँनिर हाम्रो चाहिँ दुध पाक्दैछ यहाँनिर यी चुलामा हाम्रो चुलामा आगो चाहिँ यस्तो बलिरहेछ गडङ डङ 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 आन्टीकोबाट ल्याएको दाउरा पनि सक्यो अब त फेरि आन्टीलाई दाउरा माग्नु जाएको जस्तो छ सचिन आन्टीलाई दाउरा माग्नु जाला जस्तो छ त गाई हौ दाउरा पनि भारमा सकेछ जङ्गल बहुत दाउरा छ नि किने कोही छैन मुढा सुकिरहेको छ जङ्गल पनि ओके गाइस बाई बाई गाइस म चाहिँ अहिले भने चाहिँ खोर्सानी टिप्नु जाँदैछु अब भात खाऊँ भनेको
यहाँनिर खोर्सानीहरू पो छ कि छैन, छिप्पुको खोर्सानीहरू हो। यहाँनिर एउटा रहेछ। अघि दिउँसो चाहिँ अब आँखा देखिएन, अब भात खाने बेलामा खोर्सानीको याद आयो। फेरि खोर्सानी छैन भने चाहिँ हाम्रो घरमा चाहिँ नि कसैको भात रुच्दैन हो। अनि खोर्सानीको बोट चाहिँ छ, तर खोर्सानी छैन, के गर्ने, यत्रो छ। सबै पाकेकै त छैन खोर्सानी, छिप्पिएकै छैन, सबै कलिलोहरू छ। यहाँ एक दुईवटा पाकेको रहेछ। पापा र मलाई पुग्यो भने भयो त। तिनटै मात्रै रहेछ हो खोर्सानी चाहिँ। बोट चाहिँ पुरा छ, छिप्पु छैन रहेछ खोर्सानी यस्तो। गाइस खोर्सानी चाहिँ पुरा बोट चाहिँ छ त खोर्सानी छैन। डाङ डाङ डुङडुङ बज्दैछ त, आज पनि देउसी खेल्दैछ क्या। सुतिसक्यो त जान त अनि पामाले सुताएछ। काटेर आएको उता राख्नु न, हाम्रो घर त लथालिङ्गै भइरहेछ। भात खानुपर्छ अब। सब्जी नि आमाले छल्लङ्गै पकाइहालेको छु। गाइस लु हाम्रो चाहिँ यहाँनिर एकदम अर्ग्यानिक सब्जी पाइसकेको छ। यहाँ मेरो सब्जी हेर्नु सेतो देख्दै होला है। कस्तो भएछ मम्मी? अर्ग्यानिक सब्जी मम्मीलाई त मन पर्दैन नि, मन परेन होला। त्यसै त करेला नखाने मान्छे कस्तो चाहिँ होला हो। पापालाई मात्रै मनपर्छ यस्तो सब्जी त। मलाई पनि मनपर्छ, मलाई त एकदम टेस्टी लाग्छ गाइस। र म चाहिँ खाने हो। अनि चाहिँ यहाँनिर सुक्खा भात बनाउँदैछ डेङ्कीले, खै दुधसँग खाँदैछ। खै यिनीहरू केही नखाने भन्छ। हामी चाहिँ अर्ग्यानिक सब्जीसँग भात खाइसकिसक्यौँ। अनि यहाँनिर अब चाहिँ हाम्रो भाडा धुने छ भाइ, एकदमै मजाले भाडा। यहाँनिर यहाँ साबुन छ है, यहाँ साबुन यस्तोहरू चाहिँ नराख है। हेर्नु है गाइसहरूले भाडा धुएको भने साबुनसँग धोएछ। यहाँ राम्रोसँगले पानीको साह्रै दुःख भयो हाम्रो घरमा, यस्तो भइरहेछ। ल अन्त हाम्रो जायान मामा खाएर खेल्दैछ। कति खाएँ भन न, कति खाएँ मैले खाना भन्नु न। जानु मुख गाइस म चाहिँ होइन जायलाई खाना खुवाइदिइसकेँ, मैले पनि खाएँ। अब चाहिँ म मुख धुन जान्छु। लु दिवाली सक्यो त के हो, कत्रो हावा चलेको हो। मलाई त हावा चल्दा कस्तो डरै लागेर आउँछ नि हौ, कस्तो हावा चलिरहेछ। हाम्रो घर रुमभित्र त लाछेङ्गा भइरहेको छ। यहाँ अनि चाहिँ बिन्दास पल्टिरहेको रहेछ। यहाँनिर हाम्रो खाना रेडी भइसकेको छ। अनि हामीले सिमीको सब्जी, यहाँनिर खसीको मासु, यहाँ बाबा आमा आमा। लु खानु, लु खमै खम। अन्त हाम्रो यहाँनिर अर्को मान्छे चाहिँ यहाँनिर बिजी छ खेल्नुमा हो। ट्याङ बेसी हो खानु न, कोही नानीलाई नानीको दाल चाहिँ उहाँहरूले खान्छ। पानी त अहिलेसम्म खान्छु म। दाल चाहिँ त्यो भाँडामै लिएर यतिकै राख्नु न। यो भाँडामा अर्को भाँडामा ल्याएको हुन्छ फ्याँक्दैन। लु खायौँ हामी चाहिँ। लु खाउ त कस्तो रहेछ? मलाई त मिठो लाग्यो, सिमीको मिठो लाग्यो। दामी बेस्ट एकदम राम्रो। मलाई त राम्रो लाग्छ भाइ, सिमी मजा लाग्छ। अस्ति चाहिँ नि यति टिपेर लिएर चाहिँ एक कराई पकाउनु लगाएँ होइन। मैले चाहिँ सोचेँ अब यो सब्जी चाहिँ डल्लै उब्रिन्छ होला भनेर, त कहाँ डल्लै खाइसकेछ। म पकाएर एकदम दुईजना बसेर चाहिँ कम्ता खाएन त्यो। हेलो एभ्रिवान र स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। आज चाहिँ यहाँनिर फेरि दुईजनाले चाहिँ
चिकन खाने भनेर चाहिँ काट्न थालेको छु। अन्त यहाँनिर बिचरा सानो रट्ठै परिरहेको भएछ यत्रो नै हो। मम्मीले त्यो चाहिँ पाल्नु ल्याएको अरे खै हिजो अस्ति ल्याएको, अहिले त फेरि काटेर खाने भन्दैछ। हामीहरू जानु रेडी गर्दैछ। अनि यहाँनिर बोजू नाति चाहिँ यहाँनिर यसरी बसिरहेको छ हो, एकदमै अब हेर्दैछ छक्कै परेर हो जयान चाहिँ। अनि यहाँ फेरि मेरो यहाँनिर सब्जी पाक्दैछ होइन, यो चाहिँ एकदम चुलामा पाक्दैछ। मेरो चाहिँ यहाँनिर यहाँ चुलामा सब्जी पाक्दैछ। ग्यास सकिएर बिजोक भइरहेको छ हाम्रो चाहिँ फेरि हो। चुलामा गरम हुन्छ त्यस्तै सब्जी पनि। अन्त आज त मैले फेरि उयो लाहो हम्ममा टुने बडी र गोदावडी अरे गोदावडी र यो उयो पकाएको छु। के भन्छ यसलाई, झिङ्गे नि हो। मिल्छ कि मिल्दैन अब, सब्जी नै छैन, त्यही भएर सबै गाडाङगुडुङ हालेर पकाइदिएको छु। यस्तै दुःख सुख हाम्रो चाहिँ है गाइस। गाइसहरू बोजू र पापाले के गर्दैछ भन्नु, बोजू र पापाले के गर्दैछ यहाँनिर बाल छ अरे अन्डाभुँडी निकालेछ। अनि यहाँ जयन र म चाहिँ यहाँ छौँ। जयनले चाहिँ मानेन, त्यही भएर चाहिँ यहाँनिर यहाँ किचनमा चाहिँ भाइहरूलाई हिँड्दै भनेको छु हो। अन्त जयन र म चाहिँ यहाँनिर अब एकछिन खेल्ने ल जयान चाहिँ मान्दैन हो। अन्त यहाँ जयन र म चाहिँ अब खेल्ने जयन र म चाहिँ यहाँ हामी रुमभित्र पस्दैछौँ। अब यहाँनिर यहाँ ल जयन र म चाहिँ खेल्ने, यहाँनिर यस्तो खेल्ने नि त, यस्तो गरेर खेल्ने। हेलो मम्मा, हाम्रो बोजूले च्याप्चु बोजूले जयनलाई बिस्किट ल्याइदिनु भएको छ। मेरी बिस्किट भन न, मेरो बोजूले मलाई बिस्किट ल्याइदिएको छ गाइस भन। बोजूले चाहिँ तल हाम्रो बोजूले ल्याइदिनु भएको, मेरो बोजू जयनको पनि बोजू।